निकालेछु आन्टी आउनु या हेलो गाइस म पनि आए निस्वाको भ्लगमा हजुर आन्टी आउँदैछ है साथीहरू हाम्रो आन्टी हेलो आन्टी हाय ओ आन्टीको आलुबारी हो यो अब आलु खन्नु पर्यो मुकै दात दुख्छ र गाइस मेरो त हेर्न र मेरो दिदीले बोलाइछ हुँदैन पनि देखो न गाइस ये क्या है गाउँबारीहरू छ यता गाउँबारीहरू फेरि घुमालिहाले ल्याउनु बाह्रै छ त आन्टी यस्ता फेलाउको छ र अर्को ल्याउनु भनेको यस्तो राम्रो फुल छ हेर्नु साथीहरू आकाशमा आज कस्तो राम्रो दिन भइरहेछ साथीहरू यता आन्टी हुनुहुन्छ आन्टी पनि हुन्छ घाँस काट्नु हुँदैछ आन्टीले पनि यता म छु हुन्छ आन्टी फुल फुल पनि कति राम्रो छ नि साथीहरू फुल फ्लावर कस्तो राम्रो साथीहरू फ्लावर 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 आलु मम्मीले छोइराख्नु भएछ यी सकेको छैन नि ऊ हाम्रो बाबा घाँस काटिसक्नु भयो हजुर भन्नु त खोइ बोल्नु हुँदैन हजुर काटिसके अब म घाँस छोरीको पालाको काट्नु ए म त घाँसै काट्न जान्दिनँ बाबा लु अब चाहिँ बाई बाई साथीहरू लाइक कमेन्ट सब्सक्राइब र कमेन्ट गर्न चाहिँ सेयर गर्नु चाहिँ नभुल्नु होला है हस्त धन्यवाद बाई साथीहरू बाई 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 गरिदिनु बाबा उम्रिँदै 3 पात नहुँदा खान्छे आफू